थर्ड क्वेसनको मतलब कोड एन्ड डिकोडिङको थर्ड टाइप रहेछ क्रिस क्रस प्याटर्न भनेपछि च्याम्पियनलाई एचसिएमए आइपिएलले कोड गरिन्छ भने नेगेटिभले केले कोड गरिन्छ यसमा हेर क्रिस क्रस भनेको नि यसलाई यस्तो अगाडि पछाडि गरेको छ र त यसमा एचसी छ एचसी यसलाई यहाँ भनेको इएमए यसलाई अगाडि पछाडि गरेको छ आइपी यसलाई अगाडि पछाडिको एनओ यस्तै हामीले यसलाई यहाँ लेख भनेको ई यहाँ लेखेर भनेको इएन यहाँ लेख ए यहाँ गरिदियो जी यस्तो गर्छु भनेको आइटी योलाई यहाँ लेख ई योलाई यहाँ लेख भी के भने इएनए जिआइटिभी भनेको इएनए जिआइटिभी यो कोड भइहाल्छ ठिक छ यसको सेकेन्ड क्वेसन छ कि स्प्याङ्कलाई पिएसएनएले कोड गरिएको छ भनेको थ्रोलाई केले कोड गरिन्छ यस्तै छ क्रिस क्रस भनेको उल्टा गरिदिनुस् है यसमा हेर दुईवटालाई उल्टा गर्नु छ एसपी भनेको दुईटा पिएस गरेको छ एएन भनेको त्यसले गर्दैछ यसमा हेर पहिला एसटी गरिदियो दुईटा टिएसमा एसटी फेरि दुईटामा आरओलाई ओआर अनि लास्टमा डब्लु एस2 ओआर डब्लु ठिक छ।